अर्को लुगा लाएर आयो उसमा के अरे लाउने चप्पल होइन बेडसेट सब नयाँ क्या गएर राखेको होइन क्या होटलमा क्या उस्तै टिआरबिसीमा क्या मात्र के पऱ्यो दाँतमा नि ब्रस पेस्ट हुन्छ नि त्यो पनि सबै नयाँ क्या साबुन सबै नयाँ क्या हामी के पाखेर मिचिरिक्क पऱ्यो होइन कफ पऱ्यो एसीवाला रुम होइन भिडियो नि खिचेर ल्याएको थिएँ एउटा रुमको सुतेको मात्रै फेरि 5 जना क्या भात नखाएको क्या भात नखाएको क्या उनीहरूले तिरेको हामी तिर्नु परेन भात ल्याइदिएछ भात ल्याउने बेला चम्चा ल्याइदिने यति भात ल्याइदिने म 2 गाछमा भ्याइदिन्छु भात चम्चा नखाइदिनु त्यो भाइ उता फर्केर जानु भ्यायो नि भात ल्याइदिनु भन्नु आएको कहिले भेट्ने सुन सानो दसैँ के मेलामा भेटौँ है त सलाम नानी दाई हाल्ने बेलामा काटे फुलैमा सलाम नानी बाटो काटे नहिँडन सानो फुलैमा कहिले भेट्ने दसैँ कि मेलामा भेटौँ है त दाइ हाल्ने बेलामा खेतको त्यो धान काटेको देखेर भनेको सलाम नानी बाटो काटे नहिँडन सानो फुलैमा के पनि गरिनु भएको के गरिनु बेसरी भएको के स्यामले तल छैन नसकुला सम्पत्ति दिन किन कुरा बुझ्दिनौ सुनिन नसकुला सम्पत्ति दिन किन कुरा बुझ्दिनौ सुनिन धानको बालाला सरी पसरी लाको माया छुटाउमा कसरी धानको बालाला सरी पसरी लाको माया छुटाउमा कसरी हेलाको माया छुटाउमा कसरी भनेपछि मैले कुरा बुझिनँ बुझ्ने गरी भन्नु पर्यो नि त फेरि अर्को शब्द जातमा मिठो 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 होला तिम्रो मनभित्र धेरै छ नढाँटेर भन्देऊ न के रहेछ होला तिम्रो मनभित्र धेरै छ नढाँटेर भन्देऊ न के रहेछ धानको बालाला सरी पसरी लाको माया छुटाउमा कसरी हेलाको माया छुटाउमा कसरी यो कुन हिमाल भनिदिनुहोस् त गणेश हिमाल देन के भन्नुभएको थियो अघि गणेश हिमाल देन अदर देन माछापुच्छ्रे गणेश हिमाल हाम्रो धादिङको हो यो चाहिँ दुईवटा हिमाल छ म लड्न लागिसकेँ तिम्रो रूप हिमाल छै सेतै तिमी जता म पनि त्यतै तिम्रो रूप हिमाल छै सेतै तिमी जता म पनि छु
धानको बालाला सरी पसरी लाखो माया छुटाउमा कसरी ए लाखो माया छुटाउमा कसरी अब हामी यता कहाँ जाने इधर माथितिर जाता है इधर चाउचाउ र अंडा खाता है जाता है हो इधर से ऊपर जा रहेगा जाएगा भन्नु पाइयो भन्नु वहाँ धौलागिरीमा छ अन्नपूर्ण एबिसी बेस क्याम्प पनि आयो त भनिरहेको थियो सर कान चाउचाउ अन्डा मिरु त्यो त कुलो आले मिरी जिमाले चाउ चाउला नपकेर चाउचाउ नि खरे खरे हजुर नपकेर है अलपा करेम पानी खानी हो माथि र गुड चाउचाउ पकाएर आनु तातो झोल खानु त कति जाति हुन्छ नानी ए गाइजहरु यस्तो गर्नु हुँदैन है गाइज एन्ड गरु डोन्ट डु लाइक दैट ए गाइजहरु यस्तो नगर ल म तिमी फेरि खर्रै खर्रै गाइज एन्ड गरु डोन्ट डु लाइक दैट आई एम फाइन थ्यांक यू भेरी गुड नाइस टु मिट यु खर्रै कि इंग्लिश वेलकम टु द गुड नाइट सिरे बतास मेरो माथि र हस् चाहन मिल्छ पैसा दिएपछि सुन्तला ओ यार दाइ थ्यांक यू कति लकी भने च्याप्पै हात आई एम भेरी लकी बट ए हस्ने पहिला क्रिकेट खेल्नु हुन्थ्यो क्रिकेट भए नि यो मन त्यतै छ हैन नभन्नु नि यार भने साच्चै नभएको ल मेरो त हात पोर रहेछ मेरो हात पर्छ नि तिमी यो खोला न बरु खोला त खोला मलाई पनि दिया भाइ मिल्दैन पैसा चाहिन्छ नि सानो ओ यार प्लिज यार सानो ओ यार द्याट इज आई लभ यु यार नो यस भेरी गुड होइन यसो भयो सुन्तला के अरे खैरे फलाम खाने तर हाम्रो गाउँमा लाभ सर खैरे फलाम खाने उसले नि बुझ्दैन मैले नि बुझ्दैन त्यस्तो नि ओ राइने उहाँ दाजुलाई अनि मलाई नि के तिमीलाई म यो खान्छ दाजु सबैले अनि बोल्दैन के हो यो कफी होइन यो त उ त्यसै यो घाँस केसरी यो केसरी हो घाँस यो सुन्तला हो त्यो सुन्तला है सुन्तलाको त्यो तोरी हो त्यो साग हो बाटा मुनि इस्कुस हो बाटा मुनि लाभ सर बाटा मुनि फुलेको केसरी मेरो सानो नरिसाउ त्यसरी अनि यो खसपेक्टो हो यो टाँकी हो टाँकी हो यो टाँकीको टाटाले आँप हो कुन आँप यो यो चाहिँ आँप हो त्यो टाँकी हो ओ सुन्दर ढुङ्गाले ओ माई गॉड व्हाट इज दिस आई एम फाइन थ्यांक यू आयो सुन्तला हामीले खायो हो सुन्तला टिपेर खायो पाएर मुखले खायो अब बाजे खाएन जिब्रो स्वाद पायो जिब्रो स्वाद पायो ल यो व्यवस्था दियो तिमीले खाएन खायो लाम्रो हामीले पहिला नपढेर यहाँ माओवादी गएको भेट आउनु लाग्छ दाजु यहाँ माथि हो आउनु हो बहिनीहरू त्यहाँ माथि सुटिङ छ हेर्न जान धादिङ भने धादिङ होला हेर्नु घरहरू सलाङ घाटमा झोङ्गे फुल गर्न आइरहनु भेट भयो माया के रे चल बोला चल बोला ए तिमलाई जन्म दिने नि देउतै हो
सुमिना र प्रकृति एउटै हो सलाङघाटमा झोलुङ्गे फुला भेट हुँदा मन हुन्छ चुलबुला फेरि हिमालयको गीत बनाइदिने एउटा अघि नै गाइसक्नु हिमाल त अघि नै भनिदिइसक्यो मान्छेलाई खतरकै पारिदिइसक्यो हिमाल भनेर खतरकै भएँ म है कल्पनै भो म उनको हुने प्रकृति झै मनमोहक छन् पसल छैन भेट हुँदा मन हुन्छ चुलबुला यो लहे गरेर त हो नि भएको के भएको अबेला भएको यही ल यो गरेर अबेला भएको रे तानेर बस्छ तानेर ताने पाहाडको राजा पो हो त ल जाऊ है जाऊ क्यारी बाँच्न सक्थेर उभिना सीता देख्ने मिलाई किन सुनिना गीत मात्रै गुरु हो मिलाएर केही ठाउँ जाँदैछौँ पढाइ पारेर गइँदैछौँ सलाङघाटमा झोलुङ्गे केही नि पाउँदैन क्या न चोट पाउँछ न रक्सी पाउँछ के पाउँछ त्यो त काफलको कुन चाहिँ क्या रहेछ नि ऊ है काफलको काफल हो काफल उसले काफल भन्छ उसले चिलाउने भन्छ काफल हो यो काफल हो अनि चिलाउनु हो काफलले कुनलाई चिलाउने न काफल भने हैन हजुर काफल गीत ल ए गाउँमा काफल पाक्यो कि पाकेन किन मलाई सानोले डाके गाउँमा काफल पाक्यो कि पाकेन किन मलाई सानोले डाकेन किन मलाई सानोले डाके म त फेरि त्यो आउने बित्तिकै हजुरलाई यहाँ देखेकै छैन ल ल मलाई गीत नगापिन नदेखाउनु उहाँको हजुरले गीत गाउनुहोस् नि त गीत आउनु पर्यो क्या अब मलाई गीतै आएन के भने गाउने त कहाँ मलाई आउँदैन कोरस मान्छे म यार ल हामी हजुरले गाइदिनु न अब के लाभ सर अनि के अरे उता झरेर के पहिला साटो मलाई झरेर त्यसै बिगान भयो एउटा गीत सुस्तरी मेरो दिलमा छायो किन यति धेरै मलाई माया लायो मनका गरामा माया प्रीति छायो मनका गरामा माया प्रीति छायो किन यति धेरै मलाई माया लायो
किन यति धेरै मलाई माया ल्यायो सुस्तरी सुस्तरी मेरो दिलमा छायो किन यति धेरै मलाई माया ल्यायो किन यति धेरै यति पनि गर्नु छैन मलाई माया देखा छ मैले कहाँ खिचिरहेको छु ए मलाई पो गीतमा फिलिङ्समा आएर त्यस्तो लाग्यो त्यो फिलिङ्स आएर त्यस्तो धेरै बज्यो नि सिधा लेकमा यी थापरको अब के भन्ने थापरको रुखा हो क्या त्यो गीत राम्रो छ अनि अरूको मान्छेहरूलाई भनेको डाँडातिरको मान्छेहरूलाई त्यो डाँडा छ नि उहाँ हिमालको त्यहीँको मान्छेहरूलाई आई लभ यु भनेको के सुन्यो होला त सुनिसक्यो उसले आई लभ यु कति हो हो कि कति हो भनेको क्या त्यस्तो भनेको छ अहिले मैले उनीहरूलाई छोडिदिइसकेँ ठिकठाक छ हेर्नुहोस् न जङ्गल कति राम्रो हो इट्स ब्युटिफुल फरेस्ट भनेको अब यति इङ्ग्लिस सकिँदै अब के भन्नु पर्यो अङ्ग्रेजी सक्यो हामी कहाँ जाँदैछौँ अहिले वे टु हङकङ टु सिङ्गापुर जान त मलेसिया आँटेको भयो नि त के भिसा लाएन के अरे भिसा लाएन के केबी बाला भिसा ठुक्नुपर्छ होइन उनीहरूले भने केबी बाला भनेको म त दिँदैन भतिज भनेर लगाइदिएको आफ्नै भतिजा त्यस्तो गर्नु आफ्नै काकु पर्थ्यो मानेन के हजुर हजुर झ्याउ गर्दै त्यही भएर मैले उनलाई छोडिदिएँ अनि अहिले म कुन गाउँमा एउटा जाति कोही नि भने त्यस्तो त कोही पनि पर्दैन र चाहिँ हाम्रो गाडीको अवस्था के छ नतानेको अवस्था तानेन उकालोमा छौँ न तल न माथि न अप्ठ्यारोमा छौँ कता जाने के थाहा छैन के बोल्नु किन खिच्यो त नि फेरि पागल रहेछ राजकुमार भनिन नाको चाहिँ एलियन लाग्छ डाँगाने बाबा भाङराङ नागाने बिचरा हो नि रेड छ भने रेड छ रेड छ भने दामी छ है भन्यो क्या आमा कति राम्रो हो हाम्रो गाउँ रामकोट है जुम्ला राम्रो कि धादिङ राम्रो भनिदेऊ यतै राम्रो छैन आमा जुम्ला छैन हो यस्तो राम्रो त राम्रो भन्छ राम्रो धादिङ राम्रो भनेपछि धादिङ राम्रो यस्तो स्वर्ग हो स्वर्ग धादिङ त स्वर्ग स्वर्ग हेर्ने हो स्वर्ग ऊ स्वर्ग स्वर्ग हो त्यही हो भाइरस हुन्छ भाइरस ल एन्टिभाइरस हो एन्टिभाइरस भनौँ मिलाएर काकुर पारेर जपान छिरिहाल्ने भाइरस मलाई स्याप्पै हाल्यो मैले गर्दा आँटा के अरे थाहै पाएन है न्याकेको अरट्ठै अघि यस्तो तल निहुँ भन्नु आँटा बर्बादै आहा ल डाँडा अब कोहीले सक्छ हामीलाई धादिङको सबसे अग्लो ठाउँ हामीलाई त अब कोहीले पनि सक्दैन जिल्ला लेख यहाँबाट कति ठाउँ कतिवटा जिल्ला देख्छ अरे लाभा सर हजुर यहाँबाट कता जिल्ला देख्छ अरे जिल्ला त बहुत देख्छ धेरै नै तर हामी अहिले गन्दैन बोके फुल देख्यौँ बुकी फुल जिल्ला त देखिन्छ नि यहाँबाट देख्छ अरे कतिवटा जिल्ला देख्छ भन्थ्यो तिम्रो माया नभएको
दाजु तर हिँड्नु मलाई त आज गीत गाएरै अब भरपुर आनन्द भयो आनन्द हामी जाने त्यो डाँडा रहेछ है सिद्धले दिने जाने हजुर केबुल काट्छ ए केबुल काट्छ हजुरले राख्नु भयो हो राखेको थियो मान्छेहरू झिकेर लाउँदैछ ला कस्तो जेन्जी रहेछ त जेएनजी भनेको जेन वाइ परेछ कि तिनीहरू फेरि जेन कस्तो झ्याउ भयो यार त्यही भएर मैले झ्याउलाई राखेको बर्बाद के सिद्धले दर्शन कुहिरो त कता गयो अहिले त सबै मुडेर गयो ल हेर्नुहोस् ढिला भयो है अहिले यहाँ डम्मै कुहिरो हुन्थ्यो यहाँनिर ठक्कै यो सेकेन्ड मानुङकोट होइन त यो त्यसलाई रे मानुङकोटलाई जित्ने पनि स्तरको है यो चाहिँ एकदम हाइटको यो धारापानी है इला यस्तो भिड छ होइन नाकको चाहिँ नि टिसीमा चाहिँ आला टाढा छ यो चाहिँ सलाङ मैदान है माल्टो इसे सलाङ मैदान त नि से हिटा सुए अनि सिकी माल्टो अनि यहाँ चाहिँ नि रामे ए ड्रेस बिला छाने किटी नर्मल ल हामी यहाँ आइपुग्यौँ अब यहाँ हाम्रो सुट चाहिँ सायद यहाँ नै होला भन्ने लाग्छ है मलाई हाम्रो ग्याङ त यहाँ आइपुगिसक्नु भएको रहेछ हजुर ड्रोन उडाउने फेरि झालादैन फोटो खिचिहाल्नु छिटो ल म यहाँको भ्यू देखाउँछु ल हेर न यहाँनिर छागा छु रे छागा छु हेर्नु स्वर्ग यस्तो भिड छ यस्तो हेर्न त्यो ढुङ्गा पिक्ली भएर बस्यो हेर्नु त्यो त्यो ढुङ्गा गुल्टेर गयो भने त घर त उडाइदिन्छ त सिरिङ साँच्चीको मलाई त्यो सिरिङ भए जस्तै भयो सक्दैन यो त घाँस काट्न सक्दैन तलतिर मात्रै हो यस्तोमा हिँड्नु सक्छ र यो पहाड सर्लक्कै हिँड्छ मान्छे अनि यो पार्क कोप्छ यस्तो त सक्दैन नि यो त यहाँ लड्यो तलतिर केही गुल्टेर मान्छे कहाँ पुग्छ गाई चाहिँ सिरिङ लग्छ बाबै अब यो हो आलाग चाहिँ त्यता चाहिँ खेतै खेत छ है हेलो हाई नमस्ते हजुर ठाडै हाल्नु लाएको अहिले अहिले ठाडै हाल्नु लाएको यसपालि चाहिँ र तेर्सो पाऱ्यो भने झ्याउ ल जाउँ ए हामी त्यहाँ गएर डान्स गर्दैछ ल जाउँ ल ल ल ल यो रहेको छ धादिङ सिद्धलेकबाट माथिबाट देखिने भ्यू र यहाँ रहेको छ यहाँ पर धादिङ बेसी र यहाँ वरिपरि जति पनि छन् यो धादिङका हजुर तपाईँको भिडियो हेरी मान्छेले भनिदिन्छ चिनाइदिन्छु ल हजुर यो खिरे भन्ज्याङ यो ठाँटी भन्ज्याङ यो तार नलाङ अब यो चाहिँ चिन्ने ऊ त्यो धादिङ बेसी त हजुर यो मैदी हजुर यो उखोबारी हजुर यो दिपक सरको गाउँ के अरे ढोला पुसु यो खरी भदुवार ऊ त्यो सालबास त्यो भन्दा उतापट्टि चाहिँ के पर्छ भने गोर्खाको बोर्लाङ हजुर त्यो बोर्लाङ हजुर अब चाहिँ म चिन्दिनँ है अब यता यो साइडमा साइडमा यो अब यो साइडमा चाहिँ कुम्पुर बुङसुङ भइहाल्यो त्यो कुम्पुर भइहाल्यो हजुर त्यसपछि म चिन्दिनँ है यो साइडमा कुम्पुर साइड पर्यो नि त कुम्पुर साइड पर्यो अनि यता साइड पर्छ मलिखुतिर पर्यो काठमाडौँ यतातिर पर्यो हजुर अनि यताबाट यता यो साइड यताबाट चाहिँ मलाई थाहा भएन है यताबाट यता हर्कपुरतिर पर्यो नि हर्कपुर तालती पर्यो यो साइड हर्कपुर तालती पर्यो होइन अनि यतापट्टि रामपुर पर्यो यो गोर्खा रामपुर पर्यो
यता यो गोर्खा रामपुर मलाई पनि अलिअलि थाहा छ होइन गोर्खा रामपुर अनि यत्रो कता पऱ्यो यो पनि गोर्खा हो गोर्खै पर्छ होइन त्यो पनि यो गोर्खा हो हजुर ल याङदी 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 उ त्यहाँ हजुरहरूले यहाँ जति पनि देख्नुभयो यो चाहिँ माथि सिद्धलेखबाट देखिने धेरै ठाउँको दृश्य हो यो हामीले यो ठाउँबाट कति ठाउँहरू देखिन सकिन्छ भन्ने कुरा हजुरले नि थाहा पाइसक्नु भएको छ कृपया हजुरहरू पनि आउन सक्नुहुन्छ सिद्धलेख भ्रमणको लागि हाम्रो चाहिँ आज यहाँ सुटिङ रहेको थियो सुटिङको क्रममै छौँ ल आजको दिन चाहिँ यस्तै हो यत्तिकै हो